हेलो सबैजनालाई नमस्ते अनि सबै सन्चै हुनुहुन्छ होला। मैले आज के विषय लिएर आएको छु भने म तरकारी किन्न जाँदै थिएँ अनि एउटा भिडियो गराइदिउँ न त कसैको लागि काम लाग्न सक्छ भनेर है। मलाई धेरै साथीहरूले भन्नुहुन्छ नेपालदेखि पढेर जानुभएको हो कि तपाईँले जापानमै पढेर वर्किङ गर्नुभएको हो कि एसएसडब्ल्यूमा जानुभएको हो कि अनि अरू भिजामा जानुभएको हो कि के भिजामा गएर वर्किङ गर्नुभएको हो। नेपालमा मैले पनि सिभिलको डिप्लोमा सिभिल इन्जिनियरको डिप्लोमा पढेर बसेको दाइ कसरी मिल्न सक्छ के गर्नुपर्छ सल्लाह पाउन भनेर कमेन्टमा पनि के हानिरहनु भएको थियो होइन। उहाँलाई के भन्न चाहन्छु भने अब म चाहिँ जुन नेपालदेखि स्टुडेन्टमा आएको जापान यहाँ 2 वर्ष नियम गएको पढेँ अनि 2 वर्ष फेरि सेनमन पढेर सेनमन चाहिँ अनि अहिले म जुन इन्जिनियर सर्वे काम गरिरहेको छु नि त्यही काम गर्न मिल्ने खालको स्कुलको नाइवे भन्छ के त्यसलाई मिल्ने स्कुलमा गयो 2 वर्ष अनि त्यसपछि त्यो पढेर अनि सोचेको भनेको अब त्यहाँ ग्रेजुएसन भएर अनि वर्किङ गरेको हो। अनि अर्को क्वेसन के गर्नुहुन्छ भनेपछि साथीहरूले नेपालदेखि पढेको त्यो 3 वर्ष डिप्लोमा ले काम गर्छ कि गर्दैन अनि त्यसरी सिधै वर्किङ गर्न मिल्छ कि मिल्दैन भनेर भन्नुहुन्छ कि धेरै साथीहरूले। वास्तवमा त्यो अब त्यहीँबाट तपाईँहरूले जेएलसिटीको के एक्जाम दिएर पास गरेर अनि त्यहीँबाटै इन्टरभ्यू दिएर एसएसडब्ल्यूमा अनि अब त्यही मिल्ने खालको कम्पनीहरू खोजेर अब कन्टिन्युसली गरिदियो भने त मिल्न सक्छ, नभए अब स्टुडेन्टमा सिधै आएर चाहिँ मिल्दैन। अनि त्यही हो अब अनि स्यालेरी कति हुन्छ के भन्नुहुन्छ होइन।